हेलो साथीहरू, आज चाहिँ मेरो रोड ट्रायल थियो, फर्स्ट ट्रायल, अनि म पास भएँ। त्यही भएर म एकदमै खुसी छु अनि मेरो एक्सपिरियन्स तपाईँहरूलाई सेयर गर्दैछु। यदि तपाईँहरूलाई कन्फिडेन्स छैन भने चाहिँ होइन, बरु म चाहिँ अलिक प्र्याक्टिस गर्नु भनेर नै सजेसन दिन्छु। अनि मेरो खासमा 6 आवर्स हिजो सकेको 6 आवर, अनि हिजो इक्जाम दिनुपर्ने थियो। तर मैले होस् अलिक कन्फिडेन्स छैन भनेर मैले चाहिँ बरु 2 घन्टा एक्स्ट्रा पे गरेर 1 आवरको 55,000 लिन्छ। अनि 2 घन्टा चाहिँ एक्स्ट्रा पे गरेर अलिक प्र्याक्टिस गरेर दिन्छु भनेर आज दिएको। अनि फर्स्ट ट्रायलमै पास गरेँ अनि एकदमै खुसी लागिरहेको छ। अनि कोर्सहरू चाहिँ बाटोहरू चाहिँ 4टा हुन्छ होइन, एउटा मात्रै होइन, एबी यो सिडी बाटो हुन्छ। अनि त्यही भएर अलिक कन्फ्युजन हुन्छ। अनि अब कहिले गाडी नकुदाएको बाटोमा अनि 81 यो 4वटा बाटोमा कुदाउँदा त कस्तो कन्फ्युज हुन्छ फर्स्ट डेमा त। अनि अब सेकेन्ड डेमा चाहिँ अलिक बानी हुन्छ। अनि यहाँनिर मेरो चाहिँ यो ए कोर्स आफूले चुज गरेर पाउँदैन, यो पनि ऱ्यान्डमली आउँछ त्यो ट्याबमा थिचेर होइन। जुन पर्छ त्यो थाहा नै हुँदैन, त्यही बेला थाहा हुन्छ। अनि मलाई यो ए कोर्स पढेको थियो, यो अपार्टको वरिपरि लगाएर चाहिँ। अनि अपार्टमा अब सिनुदुङहरू अनि फोइन्जा होइन, मान्छे हिँड्छन् कति अपार्टको घर वरिपरि। अनि त्यो केयरफुल गर्नुपर्ने थियो। अनि यो बीमा चाहिँ युटर्न छ, युटर्न। अनि यो चाहिँ 50 स्पिड मेन्टेन गर्नुपर्छ, 50मा कुदाएको गर्नुपर्छ, 50 माथि तल भयो भने पनि अनि पोइन्ट कट्छ। अनि सीमा पनि यो युटर्न नै हो, यसरी युटर्न खनाङदै हाक्केबाट युटर्न गर्ने, स्पिड मेन्टेन गर्ने। अनि डीमा चाहिँ यो चाहिँ होम प्लसबाट युटर्न। अनि यहाँनिर अब होइन स्कुल एरिया, स्कुल जोन हुन्छ, त्यसमा 30 मेन्टेन गर्नुपर्नेहरू हुन्छ, सागरी इन्टरसेक्सनहरू हुन्छ, ट्राफिक लाइट। अनि गाडी पनि एकदमै कुदिरहेको हुन्छ, त्यही भएर कति कन्फ्युज हुन्छ। अनि म चाहिँ बरु थपेर नै अलिक प्र्याक्टिस गरेर दिन्छु भनेर दिएँ। अनि एकैतालमा पनि पास भएँ। 70 हो पास मार्क चाहिँ। अब 70 भन्दा मुनि आयो भने चाहिँ तपाईँ फेल हुनुभयो। अनि थ्याङ्क गड आज म पास भएँ। थ्याङ्क यू फर वाचिङ। अनि कुदाउँदा चाहिँ नर्भस नभइकन एकदम कन्फिडेन्सको साथ कुदाउनु पर्ने रहेछ है, नअत्तालिकन। अनि जे उता भन्छ मेन्टरले जे भन्छ त्यही चाहिँ फलो गर्दै, अनि त्यो होइन लेफ्ट टर्न राइट टर्न सिग्नल पनि मजाले गर्नुपर्छ, फलो गर्दै दिन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। अब मन्डे, आज फ्राइडे मैले पास गरेँ, अब मन्डे बोलाएको छ लाइसेन्स लिनुको लागि। थ्याङ्क यू।